स्लो पनि हुन्छ तर फास्टमा चाहिँ अन्त ग्रुपै भयो भने झन् दामी देखिन्छ साथीलाई चाहिँ बाई बाई के यत्रो गरम चित्त बुझेन आमा खोइ त्यो रिमोट नमस्ते सेवा वेलकम ब्याक टु माई च्यानल अनि म चाहिँ सन्जु राई सो आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु भन्दै आजको भिडियो अनि ब्लग चाहिँ म स्टार्ट गर्दैछु आज त के हो आज शनिबार आज नो स्कुल आज छुट्टी अनि मकै भुट्टी अनि यहाँ हेर्नु न यहाँ ढाका टोपी सिरेमा टलक्क टल्कियो छातीभित्र तिम्रो माया झलक्क झल्कियो ए बिजुलीको तार 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 नाच्नु न ढुङ्कु ढुङ्क गर्दै ए कता लागेको त अनि आज बिहान बिहानै भन्नु ल बिहामा इन्भाइट छ अलिक मजाले कहाँ ल ल कहाँ अरे आज बिहामा निम्त छ अनि अनि के गर्नु जानु बिहामा पुरानो कलाकारको बिहा छ यसमा आफ्नो राईको रीतिरिवाज अनुसार यसो साकेला हाट्नु पर्ने अरे शिर उठाइदिनु पर्ने अरे त्यसको लागि हामी रेडी हुँदैछौँ ल है त अब एकैचोटि अब अहिले जाँदैछौँ भरे एकैचोटि बेलुका मात्रै अब बेलुका मात्रै देखा पर्छ नि अनन अब म पनि आज आमाको जानु आँटेको छु एकछिन आज आमालाई भेट्ने भनेर मेरो बुढीले रुवायो हेर्न यो खै सबै लुगा लाउनु त अनि यहाँ देखाउनु पऱ्यो सबैजनाहरूलाई चुकुना देखाउनु पऱ्यो लु त लु गाइस मेरो बुढाले यो कोट सर्ट लगाएर आउँछ अनि यो चम्मर बोक्छ अनि तपाईँलाई देखाउँछु ल म ल साथीहरू अब म यहाँ तपाईँहरूलाई मेरो के भन्छ प्रस्तुति के पो भन्छ भन्नु न अरे कहना क्या चाहते हो प्रस्तुति जे भए पनि गर्दैछु छानु बर्दबा उहाँको लुक छ यो सबै राइट ड्रेस कोट सोट लगाएर यता पछाडि फर्किनु चम्मर सम्मर बोकेर अलिक यता पनि क्यामेरा चम्मर सम्मर बोकेर ल एकछिन नाचेर पनि देखाइदिनु ल ल छिटो ल कसरी नाच्नुहुन्छ नाचेर देखाइदिनु ल देखाइदिनु एकचोटि त्यो चम्मर बोकेर कसरी नाच्छ देखाइदिनु नि एकचोटि अलिक यता यता खै म त्यहाँ क्यामेरामा हेर्छु हो त्यहाँ ल हो त्यहाँ ल अलिकति गो ब्याक यता यता ल ल लु त लु एकछिन डान्स गरेर देखाइदिनु त कसरी नाच्दै रहेछ हामीले सबैभन्दा सुरुमा कान्छा अलिक बुझ्नु जानु यो त सबैले देखिहाल्छ मान्छेको त्यहाँ चाहिँ यता झुरुपमा चाहिँ त्यहाँ बेहुला बेलु बिचमा लाँदाखेरि लास लाग्दैन अनि यहाँ चाहिँ लास लाग्छ अनि सुरुमा हामीले नाच्दाखेरि सुरुमा उठाउँदाखेरि मचानमा गर्नुपर्छ ल अब अलिक ठुलो बोल्ने डुङ्कु 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 जुन चाहिँ कि मलाई चाहिँ नाच्नै आउँदैन फेरि हो डुङ्कु 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 भयो भयो कसरी हेऱ्यो नाच्नु त कसरी हेऱ्यो ए म पनि नाच्छु कसरी हेऱ्यो नाच्नु त मलाई आउँदैन नाच्नु यसरी नाच्ने हो साथीहरू अब भोलि पर्सि म पनि अब रोइनीको लुगा लगाएर छक्कसँग ल्याएर चिलवाला नाच्नु चिलवाला यस्तो अरे चिलो होइन यसलाई पुतली के जे भए पनि ल यसरी नाच्ने साथीहरू यसरी नाच्छ अहिले भरे उनीहरू बिहामा पनि गोलो भएर बेहुला बेलु बिचमा बस्छ होला होइन बेहुला बेलु चाहिँ बिचमा रानी क्विन भएर यसरी बस्छ अनि उनीहरू चाहिँ यसरी नाच्दै नाच्दै गर अनि उनीहरूलाई राम्रो आशीर्वाद दिनुहुन्छ होइन नि के खिच्दा भयो
ल राम्ररी नाच्नु राम्ररी नाचेर राम्ररी आशीर्वाद दिनु बेहुला बेहुलीलाई हामी जस्तै नबाच्ने मिली बस्ने आशीर्वाद दिनु ल ल अब कान्छाहरू चाहिँ अब निस्किनु आँटेको छ यो चाहिँ यस्तो हुन्छ क्या फेरि यो डान्स चाहिँ नि ग्रुपै नाच्दाखेरि चाहिँ राम्रो देखिन्छ अब अहिले चाहिँ मैले त देखाएको मात्रै तपाईँहरूलाई यसरी नाच्छ भनेर अनि ग्रुपै नाच्यो भने अन्त नि फास्ट पनि हुन्छ योभन्दा फास्ट हुन्छ तर अहिले चाहिँ जस हल्का देखाएको मात्रै यसरी नाचिन्छ है भनेर देखाएको अनि ग्रुपै नाच्यो भने झन् राम्रो अनि फास्ट पनि हुन्छ स्लो पनि हुन्छ तर फास्टमा चाहिँ अन्त नि ग्रुपै भयो भने झन् दामी देखिन्छ क्या नाच्दाखेरि साकेला चाहिँ अनि अब मैले पहिला चाहिँ अस्ति यस्तो साकेला जाँदाखेरि चाहिँ मैले त्यति बेला मैले चाहिँ भ्लगहरू बनाएको थिइनँ अब कहिले हुन्छ साकेला अनि त्यसदेखि चाहिँ तपाईँहरूलाई म सबै देखाउँछु हाम्रो साकेलाको नचाहरूको लिएर ठाउँहरू सबै देखाउने छु म तपाईँहरूलाई अब नानी खाना खाने होइन खाना खाने अनि नुहाउने है आज त नुहाउने नि आज त नुहाउने नि कस्तो देखेको ए सेम भुतुनी देखिरहेछ ऊ बिहा साथीहरू नानीले के लगाइदिन्छ है लाउँदैन म आएर लाग्छु यो साथी छ क्या अहिले नानी कहाँ गयो भनेर म यहाँ नाच्दा गर्दैछु क्या रिबा कहाँ गएछ नानी रिबा कहाँ गएछ यहाँ पनि छैन त कहाँ गएछ रिबा कहाँ गएछ अब यस्तो अब लट्ठीले खै लट्ठी लिनु पर्यो कहाँ गएछ हौ बोल्दैन पनि त रिबा कहाँ गयो नाटक गरेको क्या नदेख्ने पल्टेको क्या म रिबा छैन त कहाँ गएछ अब भरे म यस्तो लट्ठीले हान्छु कि म भरे नानी कहाँ गएछ यो केटी आउनु ल साथीहरू अब हामी चाहिँ निस्किन लागेको कान्छाले हामीलाई पुर्याइदिने भनेर आयो ल आउनु आउनु है म्याडम कपालै सुकेको थिएन मैले नबाँधेको अहिले ल होइन किन होस् न अनि ढोका पनि कत्रो आवाज गर्छ त्यहाँ दोकानै खुलेको छैन हो आज त्यो आन्टी पनि क्रिस्चियन हो कि दोकान खोल्दैन क्या यहीँ किनिदिन्छ अलिक राम्ररी गर्नु त स्ट्यान्ड बन्द स्ट्यान्ड निस्किरहेछ यहीँ किन्छ अब जान्छ क्या चस्ती आन्टी पनि त्यहाँको आन्टी मोटाएर म त मर्नु आँटेँ गाइस यही लुगा लाउँदा पनि धोइमा देखिन्छ भन्छ यो मान्छेले हो बाई बाई त्यस्तो हुँदैन तपाईँले मलाई लिनै आउनुपर्छ ए शान्ति लिम्बूले ढोका पनि बन्द गरेको छ हजुर के गर्दा गर्दा ल चप्पल खोल्नु वेलकम ए मेहन्दी लाएर बसिरहेको छ शान्ति लिम्बू त छैन देखाएको अनि यो त अहिलेको होइन त ए ल खोला 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 चप्पल खोला सो साथीहरू यहाँ म चाहिँ आमाकोमा अघि आइसकिसकेको थिएँ होइन बिचरा आमा चाहिँ यहाँ टाउकोमा मेहन्दी लाउँदै यहाँ मासु यहाँ सब्जी पकाउँदै रहेछ अनि यहाँ मैले पकाइदिएँ यहाँ एउटा प्रसङ्गले सब्जी चाहिँ
यहाँ नानीहरूले अलिक तिमी हेर्नु उसको चक्चक हेर्नु नि बदाङ बुदुङ आइदिएको छ यहाँ घरलाई ए सबै यहाँ फेरि के खुतारेको के यहाँ यत्रो गरम चित्त बुझेन आमा खोइ त्यो उयो ठुलो रिमोट यहाँ रहेछ त टिभी हेर्ने अरे हौ यो टिभी लगाइदिन्छु म छ नि त छ तर मलाई यो खोल्नै आउँदैन त्यो थिच्नुपर्छ हौ यो त्यहाँ कुन कहाँ थिचेको यो कस्तो जिउ हल्का भयो नआएर नपाएर उता नुहाउनै नपाएको एकदम बल्ल बल्ल नुहाउनु हतार कस्तो भयो कुनी दुईवटा खोर्सानी हालिदिएको पिरो पिरो भनेको पिरो भने कस्तो चाहिँ मलाई थाहा भएन यो सुन्तला त कस्तो रहेछ छि हा आमा ल है त साथीहरू अब हामी चाहिँ फर्किनु लागेको घर कति छिटो रात परिगयो 4 4:30 भइसकिसकेको छ नानी जाऊ 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 के अरे चप्पल लगा जाऊ चप्पल लगा जाऊ कहाँ गयो लु हिँड जाऊँ चप्पल लगाऊ न अनि चप्पल लगाऊ चप्पल लगा लु चप्पल लगाऊ के को ल्याएको चप्पल लगाऊ चप्पल लगाऊ न फर्स्ट चाहिँ मैले चाहिँ यहाँ अघि त सब्जी खाँदा तरकारी यहाँ जिउमा लगाएर अस्ति भेस्ट ल्याएर जाँदैछु भिडियोमा गरेको भ्लग बनाएको लगाउ न अनि आफै लगा तिमी जहिले जहिले लगाइदिनु पर्ने मैले तिमीलाई जाऊँ यो तर यो चोकमा छ यहाँ हुन्छ लु बाई 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 जाऊँ आउँदै गर ल हस् भन्नु छ होला ढुङ्गो त्यो यहाँ छ कि सपारी पनि छ सपारी पनि हुन्छ मलाई त तर त्यहाँ मान्छे छ कि बाई 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 जानु जानु भित्र जानु बुझ्ला बाई बाई गर ल त साथीहरू हामी चाहिँ यहाँ घर पनि आइसकिसक्यौँ होइन हेर नि यहाँ लुकेको अरे आमामामामा लुकेको अरे ल आउनुहोस् हामी छोरी अब यहाँ मेरो काम सब्जीमा पानी लगाउने लु चप्पल खोल्नुहोस् आउनु ल भित्र मम्मी पनि यहाँ लुगा फेर्छ अब अनि यहाँ न मैले आमाकोबाट कति धेरै छ जुस सबै लिएर आएको घिरा लाग्यो हजुर लु के भने तिमीले मैले त केही बुझेन छोरी भित्र आउनु ल पानीहरू हाल्ने सब्जीहरू के पकाउनु पर्ने आज मैले दाल त छ रहेछ अब यहाँ काम मेरो सुरु अब कस्तो टाउको दुखेको आज त्यो टेम्पोमा कस्तो टाउको दुखेको मेरो आज कति बेरसम्म आमा र मैले यतिकै गफ गर्दै बस्यौँ भिडियो चाहिँ मैले बनाएन अब सबै थोक क्यामेरामा क्याप्चर गर्नुपर्छ भन्ने छैन नि त अनि यतिकै आमा छोरी एकछिन निकै बेर गफ गऱ्यौँ के हो हुँदैन त्यो नगर्नु निकै बेर गफ गऱ्यौँ रमाइलो भयो कति दिनपछि भेटेको आमालाई पनि मैले थुप्रै भएको थियो म पनि आमालाई भेट्नु नगएको अनि मजा आयो रमाइलो गफ गऱ्यौँ आमा छोरी आज अब मम्मी काम गर्छ नानी लुगा फेर्ने सो साथीहरू म चाहिँ यहाँ पानी लाएर पनि आएँ यहाँ टिभी हेर्ने अरे हौ नानी अब टिभी के भयो फेरि यो त्यही यस्तो हुन्छ बस्दै गर्नु ल मैले सब्जी पकाउनु लागेको आलु फर्सी पनि मलाई मन पर्दैन ओहो ल आउनु पक्नुहोस् न
ए पख न हौ पख के भयो अनि यो नानी कसरी यो आयो मैले त झन् अघि त उयो लागेको थियो होइन फिल्म लागेको थियो जस्तो लाग्यो त कसरी यो आयो कार्टुन लाग्यो त मैले झन् फिल्म लागिरहेको थिएँ आमाले हेरोस् भनेर नानी सिनचारी हेर्नु ल खालि चाहिँ इङ्ग्लिस कार्टुन मात्रै हेर्छ अघि झन् त्यो नलगाऊँ भनेको फेरि त्यही आइरहेको रहेछ झन् अघि जाँदाखेरि मैले फिल्म कस्तो लाग्छ हिन्दी फिल्म इङ्ग्लिस फेरि कार्टुनै आइरहेछ के हो सिनचानी हेरौँ ल डोरेमोन प्लिज प्लिज मानेको अब सो साथीहरू आज चाहिँ म जाँदैछु दुध पुऱ्याउन किनकि अहिलेसम्म कान्छा आएको छैन त्यही भएर म जाँदैछु मैले चाहिँ नानीलाई खानासाना खुवाएर अनि म जाँदैछु अब सुत्ने अब नानी सुत्छ होला अघि सुत्ने भन्दै थियो मामु खाने भन्दै थियो दिएँ अब यहाँ सुत्छ कि बा भनेको सुतिहाल्नुहोस् अब नानी पनि मलाई आज के हो भोक त लागेको छ नि त्यो पनि के खाऊँ भइरहेछ कि के भएको एक ठाउँ त पुऱ्याएँ अब एक ठाउँ पर जानुपर्छ अन्धेरो अन्धेरो कस्तो यहाँतिर लाइट बालेर पनि तर कस्तो अँधेरो छ अनि साथीहरू मलाई अरू कुरामा आज यस्तो हाँस उठिरहेछ कि अघि मैले त्यो कान्छालाई ल्याउँदाखेरि त मैले छान्नु बान्तामा भन्नुभएको तर मेरो बुढाको नाम दुधेर छ छान्नु पनि हो होइन अनि बसन्त पनि हो क्या बसन्त भन्नुपर्नेमा छान्नु भने तर छान्नु पनि तर धेरै जस्तो नामबाट बोलाउने भनेको चाहिँ छान्नु नै हो क्या सबैजनाले अनि त्यही भएर मैले छान्नु नै भने तर बसन्त हो नाम चाहिँ खास चाहिँ आन्टी कोही छैन क्या घरमा यहाँ चाहिँ फेरि यस्तो अँधेरो छ नि के छ ए म दुध पुऱ्याउन आएको अँधेरो यहाँ बाटो लास्टै अँधेरो छ यहाँ कल्ले हो धारा खुल्ला रहेको थियो धारा हेर्नु न पानी आइरहेको रहेछ खोल्ची धारामा वा पहिला यहाँ कति लाइन बसिन्थ्यो अहिले भर्खर मैले मारेको यहाँ फेरि यहाँ तपाईँलाई देखायो क्या बाङ्गो भएछ धारा पनि अहिले त कोही आउँदैन पहिला त यहाँ परि थियो त अहिले यहाँ घर बनाएको छैन यहाँ अलिकति जग्गा थोरै छ अनि पहिला यहाँ थियो कति झगडा गरी पानीहरू थापिन्थ्यो है पहिलाको छुट्टै रमाइलो थियो अनि यहाँ थियो पहिला अनि त्यो यस्तो घर जस्तो चुच्चो बनाएको थियो हामी चाहिँ केटाकेटी थियौँ अनि चिप्लेटीहरू खेल्थ्यौँ रमाइलो थियो अनि अहिले त अब आफ्नो घरमा अब धारा जोडेको छ नि त नि पानी जोडेको छ घरमा आइहाल्छ अब अहिले त यहाँ खोल्ची धारामा कोही आउँदैन अब पानी शुद्ध भइहालेछ पानी आफ्नो घरमा आइहाल्छ अहिले त पानीको त्यस्तो छैन नि त पहिलाको जस्तै अभावै छैन अनि अहिले त आफ्नो घरमा पानी पहिलाको त रमाइलो छुट्यो लाइन कहाँसम्म लाइन हुन्थ्यो लाइन त बाफ्रे बाफ झगडा गरी थाप्नु पर्थ्यो लाइन डुङ्नु आउनु पर्ने एकजना मान्छे घरमा खाना पकाउनु बस्नु पर्थ्यो अहिले त छैन त्यस्तो जिन्दगी अहिले त आफ्नो घरमा सो म चाहिँ आइसकिसकेँ घर आइपुग्न आँटेँ खाजा कतिखेर आउँछ आज मलाई खै के भएछ न भोक पनि लागेको छैन के खाउँ लागिरहेछ के खानु टुप्पो पनि खाइदिन्छु क्या हो हिरो ओह ल है त साथीहरू म चाहिँ यहाँ चौचौ हुँदा पनि यहाँ भात र अचार अनि कोक यस्तो कोक खानु मन लागिरहेछ मलाई अस्तिदेखि होइन यहाँ लुगा मर्की लागिरहेछ यहाँ सन्चना होला भनेर चाहिँ यस्तो उटपटाङ चिजहरू खानु मन परिरहेछ अस्तिदेखि अनि यस्तो खाएपछि म भन्नु त साथीहरू कसरी घट्नु म के अरे कसरी गर्छु अन्त नि भुइँमा किन हुँदैन त भन्नु त ल आफै पनि हुँदैन त भन्नु त ल आफै पनि अब म यसरी यहाँ खाएको भिडियो बनाऊँ भने के गर्दा गर्दा क्यामेराको एङ्गलमा मेरो यति मात्रै आउँछ अब म यहाँ यसरी तपाईँलाई एक बाइट खाएर देखाउँछु ल साथीहरू
कस्तो जाडो भएको बाहिर त यसरी खोकी लागिरहेछ अनि खोक मुलाको अचारहरू यहाँ खाला म गएँ स्वर्ग पुगेँ स्वर्ग पुगेर आएँ म मिठो अनि भातसँग कस्तो मिठो हुन्छ यो स्वर्ग पुगेर आएँ म साथीहरू भित्र आमा खाना खाँदै हुन्छ नानी भित्र टिभी हेर्दैछ स्वर्ग मजा आयो साथीहरू ल त साथीहरू यति भन्दै आजको भिडियो अनि भ्लग चाहिँ म यहीँनिर एन्ड गर्न चाहन्छु सो यति जेलसम्म हेरिदिनु भएकोमा साथ दिनुभएकोमा तपाईँ सबैजनाहरूलाई धेरै धेरै धन्यवाद अनि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब पनि गरिदिनु नबिर्सिनुहोला बाई बाई अब नेक्स्ट टाइममा भेटौँ अब म खान्छु न भिडियो सेलिन्छ बाई आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं।